जो भुके पनि अहिले नामै लिएको छैन, मलाई भुक्न पनि आवश्यकता कोही पनि छैन है। अर्को कुरा कमेन्टहरू सामाजिक सञ्जालमा सँगै मिलेपछि, सँगै खाएपछि, सँगै सुतेपछि कमेन्ट उहाँहरुकोमा पनि मेरो नामको आउँछ र मेरोमा पनि उहाँहरुको नाम आउँछ। तर मैले भनेको छैन भने मलाई किन टेन्सन? जोसुकैले जेसुकै बनाउन भिडियो, जोसुकै गरुन्, मलाई केको मतलब? मलाई मतलबै छैन है, मलाई मतलबै छैन भने मलाई भनेको भए ला मैले भनेकै यो कुरा भनेर चाहिँ मलाई डर त्रास हुन्छ भने मैले भनेकै छैन, मलाई किन डर? होइन तोरी लाउरे भन्नु न, मलाई बालै फरर मैले कसैको बारेमा मैले केही गरेको छैन होइन। मलाई चाहिँ मैले कसैको बारेमा नाम लिएको पनि छैन, मलाई भिडिके छान्न हान्नु पनि छैन, छड्के हान्न पनि आउन, लड्के हान्न पनि आउँदैन मलाई। म जे कुरा हो म कति मान्छेले के गर्दाखेरि त आज म यो स्थितिमा हुँदाखेरि त म यहाँ बसेर त मजाले खाएर छाती ढड्काएर बसेको छु भने मलाई के को डर? म डरै छैन। मैले कसैका केही गरेकी छैन, मैले कसैको घरबार बिगारेकी पनि छैन। बिगारे भने म आज एक्सपोज तर आएर बसेको छु होइन। कतिन्जेल सपार्ने रहेछ नि त त्यो घर होइन, म भएर पो बिग्रेको रहेछ त्यो घर त भने म अलिकति टाढा आएर बसेपछि त्यो घर सप्रिन्न भनेर आएर टाढा आएर बसेको, फेरि पनि मेरै नाम आउँछ। फेरि लौ बिगारे, मेरो घरबार बिगारे, तीनजनाले मेरो घरबार बिगारे, तीनजनाले मलाई बिहारमा लिएर आए, गरी खान सकिनँ। अब सिम्पाती हो कि लिम्पाती देखाउन पर्यो भनेर अचम्म लाग्छ मलाई। त्यही भन्छन् रुनै हुन्न, यहाँ त रोयो भने त्यही सिम्पाती भन्छन्, त्यही भएर म रुँदिनँ। मलाई रुनु पनि पर्यो होइन। तर एउटै मात्र सन्देश छ, मैले कसैलाई पनि टार्गेट गरेर मलाई भन्न पर्ने आवश्यकता पनि छैन। म टार्गेट गर्न पर्यो भने जुन दिन मैले टार्गेट गर्छु त्यो दिन म नाममै टोकेर भन्छु होइन। त्यो दिन तपाईँहरूले भन्नु होला, होइन भने चाहिँ त्यही त मैले भने नि त। मलाई भैँसी भने पनि भनुन्, मलाई थैँसी भने पनि भनुन्, मलाई लैँसी भने पनि भनुन्, मलाई मतलबै छैन के। म निरोगी छु भगवान्, मलाई निरोगी बनाइदिनु भएको छ। म मोटी भएर यसैमा खुसी छु। मलाई पातली अथवा चाहिँ मलाई लुरी भएर मलाई दुनियाँले रोगले थेचार्नु भन्दा मलाई मोटी भए पनि म निरोगी छु, यसैमा खुसी छु। मलाई भगवान्ले मलाई यसैमा भगवान्को कान नपरोस्, अहिलेसम्म मलाई सिटामा खाना परेको छैन, यसैमा म एकदम निर्दोषी छु। मान्छे मोटी भए पनि कतारको ठाउँमा के अरे सबै मेडिकल गरेर पुगेको मान्छे हो म होइन। भने मोटी भने पनि, भैँसी भने पनि, छाला भने पनि, लारा भने पनि, जे भने नि म निरोगी छु, म त्यसैमा खुसी छु साथीहरू। यसैले भगवान्लाई थ्याङ्क गड भन्छु, त्यति हो हजुर। यहीँ म पसलमै छु अनि अर्को कुरा म लाइभमै छु। ल त ल ल ल ल मैले कुनै कन्ट्रोभर्सी ल्याउन खोजेको होइन, म कुनै कन्ट्रोभर्सी ल्याउँदिनँ है कसैलाई पनि। जुन दिन मैले उहाँहरूको महोदयहरूको नाम लिन्छु नि त्यो दिन हो कि कन्ट्रोभर्सी ल्याउने भनेको त होइन र। मैले नाम लिएर भिडियो बनाएको छु, मैले नाम लिएर भिडियो बनाएको छु, मलाई क्लिप आयो। मैले नाम लिएर भिडियो बनाएको छु, मैले नाम लिएर भिडियो बनाएको भए मलाई किन लखेन नि त चौकी, किन लखेन नि त अदालत? अचम्म छ यार, किन लान सकेछन् नि त? मैले कल्ला भनेको हो भन्छु नि त, बिस्तारै होइन र। त्यति पनि बिहान बस्ने लाइभमा बस्ने दिदी बहिनीहरू त सुनिराख्नु भएको छ। मलाई पनि भनेका थिए तर मैले त भनिनँ भनेर, तपाईँलाई भनेन भनेर भन्नुभयो, भनेको थिएँ त, सुन्नुभएको थिएन लाइभमै। भयो कपडा देखाउनु हस्, त्यस्तो हो क्या। मलाई कसैको नाम लिनु छैन साथीहरू। जुन दिन मलाई चित्त बुझेन, मेरै आमासँग चित्त बुझेन भने पनि मलाई आमाले यस्तो भन्नुभयो है भनेर म तपाईँहरू सामु भन्छु कि, म नामै सहित भन्छु। तर अहिले चाहिँ मैले किन भन्दाखेरि ल्याउँछु, तर कसले भनेको भन्ने कुरा पनि ल्याउँछु तपाईँहरू सामु, म आनन्द ल्याउँछु। तर तपाईँहरूले त्यो चाहिँ अलिकति ढिल्पी लगाएको छ, तर चिन्नेले मजाले चिन्नुहुन्छ क्या फेरि
बुझ्यो भने मजाले चिन्नुहुन्छ तर कन्ट्रोभर्सी मैले कसै पनि ल्याउन तानेको होइन म कन्ट्रोभर्सीमा ल्याउन तानेको पनि होइन कन्ट्रोभर्सीमा ल्याउने भएको भए मैले रात दिन 84 बन्धन बनाएर मैले ल्याएर म तपाईँहरू सामु बस्थेँ होला म चाहिँ चुप लाएर मौन बसेको छु जतिसुकै ठोकुन् जतिसुकै भनुन् जतिसुकै जेसुकै गरून् मलाई मतलबै छैन किनकि त्यो लोयमा म हुँदै होइन भने मलाई किन टेन्सन हालिदिने फोटो हाल्छु पर्खिनु हजुर ए हजुर हजुर सिर मैले हेर्नै पाइनँ पर्खिनु है त त्यसले बसी बोलिराख्नु म यहीँ हेर्छु है त ए तपाईँको यो फोटो यो म्याक्सीहरू हो नि त है यो म्याक्सीहरू फेरि अलिअलि सकिन लागिसक्यो कि सिस्टर यो तलको चाहिँ 3टै छ यो जुन तपाईँले पठाउनु भएको तलको छ नि सिस यो कालो रातो र यो वाइन कलरको होइन त्यसमा छ अनि अर्को यो जुन हजुर निलोमा चाहिँ फेरि त्यो गाडावालामा भ्याइ यो अलिअलि फिक्का फिक्का कलरकोमा चाहिँ छ त्यही डिजाइन सेम त्यही नैमा फिक्का कलरको छ अनि यतापट्टिको खैरोमा पनि छैन भाइ मात्रै आएको रहेछ क्या फेरि